मतदान केन्द्र शाखा मतदानका लागि काठमाडौँमा रहेका सबै मतदान केन्द्रमा बिहानबाट थोरै हुने सङ्ख्यामा मात्रै मतदाताहरू सहभागी हुनुभयो भने सम्भवतः होला सर कर्मचारीहरूले उहाँलाई सहजीकरण पनि गरिरहेको छ। सुरुमा चाहिँ तपाईँले यहाँ मतदान गर्न आइसके पश्चात आफ्नो मतदाताहरूलाई नामावलीमा नाम छ छैन भनेर रुजु गराइसके पश्चात तपाईँले चाहिँ मतपत्र दुईवटा मतपत्र पाउनुहुन्छ, एउटा प्रत्यक्ष र एउटा तर्फ पनि देखिएको छ। आम शीर्ष नेताहरू चाहिँ विशेष गरेर आफ्नो क्षेत्रबाट अथवा आफ्नो मतदान केन्द्रबाट उहाँहरूले मतदान गर्नुहुन्छ, तर आफ्नो लागि मतदान गर्न पाउनुहुने छैन। विशेष गरेर विभिन्न शीर्ष दलका शीर्ष नेताहरू अथवा अध्यक्ष अथवा सभापति अथवा वरिष्ठ नेता लगायतले चाहिँ आफ्नो क्षेत्रबाट मतदान आफ्नो उम्मेदवार रहेको क्षेत्रबाट मतदान गर्न आफ्नो उम्मेदवार रहेको क्षेत्रमा भने उहाँले मतदान मतपत्र लिँदै हुनुहुन्छ र हामी देख्न सक्छौँ मतपत्र लिइसकेर गइसक्नु भएको छ भने उहाँ लाइनको क्रममा मत दिनका निमित्त मतदानका लागि क्षेत्रबाट उहाँले आफूलाई मत दिने पाउनु भएको उहाँले अन्य क्षेत्रका आफ्ना पार्टीको नेतालाई मत दिएको थियो र समानुपातिक मत पाउने क्रममा नदी बाहिरिनु भएको छ।